हकी संघ तथा व्यक्तिगत तर्फबाट मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद। सम्पूर्ण खेललाई सहयोगको लागि मेडिकल सहयोगको लागि मेडिकल टिम पठाएर सहयोग गर्नुभएकोमा नेपाल नेसनल हस्पिटललाई पनि धेरै धेरै धन्यवाद। उहाँले पठाउनुभएका टिममा रहनुभएका सोनिमा लामा, अञ्जना योगी र हरिपुर जातिलाई पनि धेरै धेरै धन्यवाद। अलि माथि आउनु न, गोलो गोलो तपाईँको टाउको आयो कि क्यामेरामा त्यही भएर करिब बिहानको 9 बजेदेखि खेल यो अन्तिम खेलसम्म नवराज दाई आइपुग्दा पनि नबे दाई नवराज भाइ खेलप्रेमी महानुभावमा पनि धेरै धेरै फेक्दिन त्यहाँनिर यतिकै त बिनाजु वाह बल जायो नवराज दाई नाइ बढ्यो लेले भने जस्तो लाग्छ फेरि ल यता हालिदियो उहाँमा बदैछ यहाँनिर ल ल ल यो गोलको भएन आइपुग्दाखेरि पनि टुर्नामेन्ट डाइरेक्टर तथा नेपाल हकी सङ्घका सचिव असिम शर्माज्यूलाई पनि धेरै धेरै धन्यवाद। हजुर म त जुम हान्दै यस्तो के हो यस्तो गर्दै गरेको खतरा क्यामेराम्यान हुने म त गेम सञ्चालनको लागि अझमात्र सहयोग गरिदिनु भएकोमा हकी सङ्घका नेपाल हकी सङ्घका मुख्य प्रशिक्षक विरेन शर्मा तथा पिन्दु सरलाई पनि धेरै धेरै धन्यवाद। गेम अवधिभर टेक्निकल टेबलमा बसेर सहयोग गर्नुभएका हकी प्रशिक्षक अश्विनी अधिकारीज्यूलाई पनि धेरै धेरै धन्यवाद। टेक्निकल टेबलमा असिस्ट गरिरहनुभएका नवीन आफिजु तथा असल खत्री छेत्रीज्यूलाई पनि धेरै धेरै धन्यवाद। यसै गरी यो टुर्नामेन्टको सम्पूर्ण खेल सञ्चालनको लागि आइपारको भूमिका निभाइरहनुभएका किरण प्रधानज्यूलाई पनि धेरै धेरै धन्यवाद। आइपार हिमाली थापाज्यूलाई पनि धेरै धेरै धन्यवाद। ड्रोन ल्याउनु पर्यो नि, ड्रोन उडाउँदै राख्नु नि टुर्नामेन्ट अवधिभर सूचना सम्प्रेषणको लागि आउनुभएका खेलप्रेमी तथा पत्रकार मित्रहरूलाई पनि धेरै धेरै धन्यवाद। बागमती प्रेस हकी संघद्वारा आयोजित फर्स्ट प्रोभिन्स लेभल 1 डे मेच हकी 5 इयर्स च्याम्पियनसिप यहीसँग त यसँग के अर्कोसँग अन्तिम खेल हुनेछ। नेपाल पुलिस भर्सेस शिवनाथी कप सुरुदेखि अन्तसम्म आइपुग्दाखेरि नयाँ समाजको टिमहरूले प्राप्त गरेको स्कोर अहिलेसम्मको प्राप्त स्कोर भयो नेपाल पुलिस 7 पोइन्ट, शिवनाथी क्लब 9 पोइन्ट तथा शिवनाथी क्लब 7 पोइन्ट। दर्शक दीर्घाले आफ्नो टिमलाई हौसला प्रदान गरेको छ। खेलाडीहरू पनि दुवै टिमका खेलाडीहरू पनि जोस र जागरका साथ ड्रमा उपस्थित भइसक्नु भएको छ। अबको केही क्षणमै हाम्रो अन्तिम खेल पनि सुरु हुन गइरहेको छ। धन्यवाद। लाग्यो
त्यो के बजाउने काफर कहाँ बजाऊ रुक्छु र सानीले बजाऊ न सानी अझै बजाऊ दुईटा रुक्छु त युट्युब हेर्दैछ त आएर मोबाइलमा गेम हेर्दै मोबाइल हेर्न कि यो हेर्न तिमी जिल्लाका मोबाइल टिमलाई पनि धेरै धेरै धन्यवाद। यसै क्रममा भक्तपुर जिल्ला हकी सङ्घका अध्यक्ष श्री पुष्कर केसीज्यू तथा उहाँको टिमलाई पनि धेरै धेरै धन्यवाद। यसै गरी ललितपुर जिल्ला हकी सङ्घका अध्यक्ष श्री राजेन्द्र कोइराला तथा उहाँको टिमलाई पनि धेरै धेरै धन्यवाद। विभिन्न जिल्लाबाट पनि उपस्थित जनाइदिनु भएकोमा सम्पूर्ण अतिथिहरूलाई धेरै धेरै धन्यवाद। अबको केही दिन पश्चात नै यस टुर्नामेन्टको अन्तिम खेल नेपाल पुलिस भर्सेस त्रिपुरा आर्मी क्लब ए बिचको खेल सुरु हुँदैछ र यो दिन आजको यस टुर्नामेन्टको निर्णायक खेल पनि हुनेछ। म फेरि यहाँलाई हजुरको स्कोरिङ चाहिँ बताउन चाहन्छु। फोटो त अघि नै बिहानै खिचिसकेको थियो त नेपाल पुलिस जुन टिमले यो खेल जित्नुहुनेछ उहाँले यस टुर्नामेन्टको विजेता पनि हुनेछ। यो कुरा यहाँलाई पनि यहाँलाई म जानकारी गराउन चाहन्छु। दुवै टिमका खेलाडी मित्रहरूलाई नेपाल हकी सङ्घका अध्यक्षज्यूले शुभकामना दिनुहुन्छ। नेपाल हकीका प्रमुख प्रशिक्षकज्यूले पनि दुवै टिमलाई शुभकामना दिँदै हुनुहुन्छ, विजयको शुभकामना दिँदै हुनुहुन्छ। दुवै टिमलाई मेरो व्यक्तिगत तर्फबाट पनि विजयको लागि शुभकामना। यहाँ फेरि जानुहोस् फोटो यहीँबाट हानी हुन्छ। म चाहिँ यस्तरी हानिदिन्छु स्क्रिनसट हानी हुन्छ नि shaking of this match. This is gonna be real goal. दस मिनट भइसक्यो भिडियो बनाएर। यस टुर्नामेन्टको अन्तिम तथा निर्णायक खेल अबको केही क्षणमै सुरु हुन गइरहेको छ। कृपया धैर्यका साथ बसिदिनु धेरै थाहा अनुरोध गर्न चाहन्छु। टुर्नामेन्ट अवधि सुरक्षाको लागि अघिल्लो हुनेका सुरक्षाकर्मी दाजुहरूलाई म नेपाल आयोजकको तर्फबाट व्यक्तिगत तर्फबाट धेरै धन्यवाद।
भुइँमा 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 देऊ भुइँमा बजाऊ बजाऊ सुरु भयो पुलिस क्लबको तर्फबाट राम्रो प्रयास तर प्रयास सफल हुन सकेन ए भाइ के हुँदैछ एक्सनको लागि रोकिएको छ हाम्रो किपरको खुट्टाबाट के फुस्किएको छ खुट्टाभित्र बल अडिएको छ हाम्रो किपरले एकछिन ब्रेक लिएको छ खुट्टामा केही लागेको छ ल हाम्रो अब किपर रेडी भइएको छ आई मिन अपोनेन्ट whatever I came here to just enjoy the show झन्डै गएको हो नेपाल पुलिस 7 नम्बरले बल पायो ल हाम्रो जोशी दाइले ल सुट हान्यो ल नेपाल पुलिसको हातमा गएको छ बल के भयो फल ओइ नर्स गयो क्या बल लिन म पनि जान्छु नेपाल पुलिसको हातमा बल छ ल ल हेरौँ के हुन्छ जोशी दाइ ल पास दिनुभयो लग्यो अगाडि लग्यो गोल खोल भएन गोल कास्टर हुँदा आर्मीको हातमा बल सिधै गयो आउटतिर नेपाल पुलिसको चाल चलिएको छ हाम्रो यहाँ चियर लिडर यहाँनिर हुनुहुन्छ क्राउडहरू हल्ला गर्ने चियर लिडर ल यता झगडा हुँदैछ के भइहालेको छ यता समथिङ खेलाडीको अनुशासन पालना गरी समयमा अगाडि बढ्नको लागि म पार्टीको अनुरोध गर्न चाहन्छु प्लेयर हाइपर भइएको छ एकजनालाई कसले येल्लो कार्ड पाइहाल्नु भएको छ खेलाडी तथा नेपाल पुलिस क्लबका खेलाडी दुवैजनालाई एम्पायरले 4 मिनेटको लागि पनिसमेन्ट दिनुभएको छ होइन के भइहालेको छ यता के भइहालेछ यदि गेम सुरु भएको छ दुवै टिममा 4 जोशी दल खेलाडी रहेको छ सम्पूर्ण खेलाडीलाई खेल जगतको अनुशासन पालना गरेर अगाडि बढाउनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु
टिमको तर प्रयास राम्रो थियो तर सकिएन हजुर। आन्यो 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 जोशीदाको राम्रो थियो तर सकेन। प्रयास राम्रो थियो तर अगेन he's so upset। कता गयो बल? जोशीदाको हातमा बलाएछ। अन्य so close। लाग्यो शॉट। खुट्टामा लागिएको छ। खेलाडीहरू दुईजना आइपुगेको छ, दुवै टिमको एक जना हैन। लेट्स सी। Calm down, calm down. Dios.
नेपाल आर्मीको तर्फबाट खेलाडी चिज परिवर्तन भएको छ। नेपाल पुलिसको तर्फबाट भएको प्रयास सफल भएको छ। Calm down. एउटा सिटी त राम्रो जान्छ गोलमा त पहिलो हाफसम्मको नतिजा नेपाल पुलिसको 1 गोल भिडियो गर्दै गर्न त म टोइलेट आउँछु भिडियोमा छ है आफ्नो